आफन्त हाम्रो आफन्त चाहिँ यस्तै खाना जस्तै मिठो हुँदैनन्। कहिलेकाहीँ लाग्छ आफन्त सबैभन्दा नजिकका मान्छे हुन्, तर समयले सिकाउने रहेछ सबै आफन्त आफ्ना हुँदैनन्। सुखमा साथ दिने धेरै हुन्छन्, तर आफूलाई जब दुःख पर्छ साथ दिने निकै कम हुन्छन्। जब आफूलाई ती आफन्तको साथको खाँचो हुन्छ तर उनीहरू हुँदैनन्, त्यही दिन हामीले बुझिने रहेछ हामीले अपेक्षा एकदम गलत ठाउँमा गरिएको रहेछ भनेर। आफन्त चिन्नु परोस् भनेर कसैले पनि दुःख माग्दैन, दुःख खोज्दैनन्, तर जब जिन्दगीको घडीमा हामीलाई कुनै टाइम अप्ठ्यारो मोडहरू आउँछन् तबको साथमा रहन्छ, कसले छोडेर जान्छ भन्ने कुरा चाहिँ हामीले स्पष्ट देखिने रहेछौँ। त्यो देख्दा आफ्नो दुःखभन्दा पनि धेरै चाहिँ आफूले मनमा राखेर यो मेरो आफ्नो थियो, मैले धेरै माया गरेको थिएँ, यो मेरो आफन्तको यस्तो व्यवहार देखेर भन्दा झन् धेरै त्योभन्दा धेरै पीडा चाहिँ मनमा हुने रहेछ। तर त्यस पछाडि मान्छे चाहिँ चिनिँदो रहेछ कि जिन्दगीले दुःखको बेलामा नि एउटा पाहाड चाहिँ त्यो आफन्तहरूले एउटा पाहाड चाहिँ चिराले यो चाहिँ तेरो सुखमा मात्रै साथ दिने है, दुःखमा चाहिँ साथ दिन सक्दिनँ भन्ने खालको पाहाड चाहिँ सिकाएर जाँदा रहेछ।